साथीहरू, यस्तो घाँस पनि खान हुँदो रहेछ। अचम्म छैन त, होइन? तपाईँहरूले चिन्नु भएको छ, खानु भएको छ? खानु भएको छैन भने एकचोटि खाने कोसिस गर्नुहोस् है त। यो हाम्रो नेपालमा चाहिँ त्यति उपयोगी छैन। दक्षिण भारत, श्रीलङ्का, इन्डोनेसियामा चाहिँ हरेक घरको भान्साहरूमा चाहिँ पाकिरहेको हुन्छ। यो निकै उपयोगी बहुगुणी हुन्छ। फोलिक एसिड, भिटामिनको भण्डार हो यो, जसले गर्भवती र शिशुको स्वास्थ्य जोगाउन, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्न तथा पाचन प्रणाली र कपालको सुन्दरता सुधार्न अचूक औषधिको रूपमा काम गर्ने रहेछ। अब हामीले पनि गाउँघरमा त्यत्तिकै खेर गइरहेको यो करी पत्ता उपयोग गर्ने हो कि आम्दानीको स्रोत खोज्ने हो कि